सक्दैन भने राजीनामा दिने जाने अर्को प्रतिनिधि आउँछ। ल जसमिन अझै पनि यहाँका व्यवसायीहरूले अझै पनि यो बाटोलाई ठप्प बनाइराख्नु भएका छन्। अझै उहाँहरूको माग छ, अझै यो व्यवसायहरूले यो सटरलाई बन्द गरिराख्नु भएको छ। अझै पनि स्थानीय सरकारले अझै पनि व्यापारीहरूसँग व्यवसायीहरूसँग समन्वय नगरेको भन्दै उहाँहरू आक्रोशित हुँदै यति बेला अहिले यहाँनिर हिजोदेखि उहाँहरू यो र्यालीको लागि आन्दोलनमा उहाँहरू उत्रिनु भएको छ। व्यवसायीहरूलाई अझै पनि पिरमा परेको, अझै पनि ओडाले पनि यसको विषयमा हामीसँग समन्वय नगरेको भन्दै उहाँहरू यति बेला अहिले यसरी आन्दोलनमा उत्रिनु भएको छ। बिहानदेखि उहाँहरू आज यो सटरहरू बन्द गरिराख्नु भएको छ। ठप्प चारैतिर अहिले यो देशी लानको बाटो पूर्ण रूपमा चाहिँ बन्द गरिएको छ। यति बेला चाहिँ पुलिस प्रशासन पनि यति बेला भर्खरै जाँदै हुनुहुन्छ। अझै पनि व्यापारीहरूसँग व्यवसायीहरूसँग अझै पनि उहाँहरू समन्वय गर्नको लागि र यो आन्दोलनलाई नियन्त्रणमा लिनको लागि अहिले प्रहरी प्रशासन यति बेला आइसक्नु भएको छ। अहिले यो स्थलमा मैले यति बेला तपाईँलाई स्थलगत रिपोर्टिङ देखाइरहेका छु। भर्खरै यति बेला चाहिँ सशस्त्र प्रहरी बल पनि यति बेला भर्खरै फेरि यहाँनिर आइसक्नु भएको छ। यो स्थलमा देख्न सक्नुहुन्छ अझै पनि ग्रस्त हुनसक्छ। यहाँनिर अझै पनि आन्दोलन हुने सम्भावना देखिएका छ। आउनु भएन ठिकै छ ल, तर एकजना प्रतिनिधि उहाँ भएको हाम्रो लिखित पत्र चाहियो। मैले बुझेँ कि प्रतिनिधि चाहिँ तोकेर पठाएको छु भन्नुभयो। पत्र चाहियो त्यहाँको प्रतिनिधि चाहियो, पत्र चाहियो। हामी त ठिकै छ, वार्ताको लागि बोलाएको पनि लिखित पत्र त पठाउनु उहाँलाई के अरे भोट माग्दाखेरि घरमा आउनु मिल्ने, अहिले प्रत्येक जनताको के भने समस्या आउँदाखेरि आउनु मिल्दैन। भोट हुँदाखेरि त उहाँ आउनुहुन्छ कि हुन्न घर घरमा, दोकान दोकान बस्नुहुन्छ कि हुन्न। व्यापारीहरूलाई दुःख परेर ल्याउन सक्नुहुन्न। यो सबले उहाँलाई हामीले भोट दिएर जिताएको होइन। त्यही कुरा त हामी राखेको छु। हामी पहिला यहाँ छलफल गर्ने, यहाँ आउनु पर्यो। उहाँ यदि यहाँ आउनुहुन्न भने एउटा कुरो चाहिँ उहाँलाई के सन्देश दिनु भने आउनुहुन्छ भने फुलमालाले स्वागत गरेर हामी निर्णय पक्षमा जान्छौँ। यदि उहाँ आउनु भएन भनेदेखि जति थिचेर राख्छ उति पुन्छ, उति गनाउँछ। त्यो गनाइसकेपछि बस्छौँ नि, हाम्रो घरको बरन्डामा बसेर गर्छौँ नि, हामी बाटोमा राखेर गर्छौँ भने होइन। उहाँलाई ल्याएर सबैजना होइन, हाम्रोमा छैन ठाउँ। तपाईँहरूकै ठाउँ होइन वडामा हुँदैन संवाद, यहीँ हुन्छ संवाद। वडामा को जान्छ? के हामी झुकेर जानुपर्ने वडामा? यहाँ बाटोमै हुन्छ, यहाँ बाटोमा आउनुपर्छ। संवाद गर्नु सक्दैन, प्रतिनिधि जनप्रतिनिधि गर्नु सक्दैन, राजीनामा दिने जाने। होइन सक्दैन भने राजीनामा दिने जाने अर्को प्रतिनिधि आउँछ।
यता ल्याउनु मान्छे किनभने ए दाइसँग मेरो अघि कुरा भयो यहाँ सुने मेरो कुरा सुन्नु यदि उहाँहरूले त्यस्तो फेरि तपाईँ जनप्रतिनिधिको पनि काम गर्नुहुन्छ सपोर्ट पनि गर्नुहुन्छ त्यो काम त भएन नि त्यो त काम भएन मेरो कुरा मलाई बोल्नु दिउ न जब उहाँहरूलाई त्यति विवेकशील निर्णय गर्ने थियो भनेदेखि उहाँहरूले हामी यहाँका के भनेदेखि वडावासीहरूलाई पनि दुई चारजना उहाँहरूले के भने हामीले निर्णय गरेको छु टु वे हामीलाई 2 चक्केलाई मात्रै दिन्छु भनेर निर्णय गर्छ भने त्यस्तो किसिमको उहाँहरूको निर्णय हुन्छ वाणिज्य सङ्घको त्यस्तो हुन्छ नगरको वडाको निर्णय त्यस्तो हुन्छ अब हामी त्यहाँ किन जाने यहाँ आएर हामीलाई सबै खोलिदिनु पर्छ आवश्यक के छ होइन अब उहाँ आउनुपर्छ यहाँ आउनुहुन्न उहाँ आउँदाखेरि होइन यहाँ उहाँ आउनुपर्छ आउनु पर्यो यहाँ आउनु पर्यो फुलमालाले स्वागत गरेर उहाँसँग हामी मानेर गर्छौँ यसको ग्यारेन्टी म लिएँ यहाँनिर कुनै चिसीको उहाँलाई के भयो त्यसको जिम्मा म लिन्छु वार्डवासीको जिम्मा म लिन्छु आउनु पर्यो हाम्रो गार्जियन हो नि ठुलो मान्छे त आउनु पर्यो उहाँले समीर हामी जाउँ नगरपालिका खोइ दिनमा खोइ केक हामी यही राख्छौँ कसो भएर मान्छे त्यही भएर पहिला एकदमै व्यवस्था मैले पनि खोलौँ भने हामीले यत्रोदेखि देखेको त मेरो घरमा हुर्केको होइन मैले के गलत भने मेरो घर दोकान यही छ तेरो झोलेमा हामी मैले कहिले भन्नु झोले कमेन्ट देखायो के गर्छु यो मेरो अगाडिको लाग्नु केही छैन त भइगयो त त्यही भन्नु मेरो गल्ती छैन भनेर भइगयो त लानु न घर बेटामा भनेको मलाई भन्यो भने के भयो